बारामुला 2025 को एउटा यस्तो मुभी हो जहाँ एउटा सानो बच्चाको डिसएपिरियन्सले खाली एउटा केस होइन, पुरै सहरको लुकेको सत्य बाहिर ल्याउँछ। यो कहानीमा पुलिस इन्भेस्टिगेसन, पास्टको ट्रमा, धार्मिक हेट्रेड र आत्माको न्याय सबै जोडिन्छ। आज हामी यो मुभीको पुरै कहानी चरणबद्ध रूपमा बुझ्नेछौँ। चलचित्रको सुरुमा जम्मू र काश्मीरको बारामुला एरियामा सोएब नाम गरिएको एउटा सानो केटा म्याजिक सो चलिरहेको बेला मिस्टिरियसली हराउँछ। यो घटनापछि राजीबाट नयाँ ट्रान्सफर भएको डिएसपी रिदवान सैयदलाई यो केसको जिम्मा दिइन्छ। रिदवान आफ्नो वाइफ गुलनार अनि बच्चाहरू आयन र नुरीसँग बारामुला आउँछन्। त्यसपछि उनीहरू पुरानो विल्लामा बस्न थाल्छन्, जुन विल्लाको हेरचाह बोल्न नसक्ने अटेन्डेन्ट इकबालले गर्दै आएको हुन्छ। 1 वर्ष अगाडि रिजाईमा नुरी र उसको स्कुलमेटहरूलाई स्कुलभित्र टेरोरिस्टले हस्टेज बनाएको बेला बच्चाहरू बचाउने क्रममा रिदवानले टेरोरिस्टलाई गोली हान्न खोज्दा गल्तीले नुरीकै अगाडि एउटा क्लासमेटलाई गोली लागेको हुँदा रहेछ र त्यस घटनादेखि उता नुरी मेन्टली एकदम नै ट्रमाटाइज भएकी हुँदा रहेछिन् र उसको मनमा आफ्नो बुवाप्रति डर र आक्रोश बसेको हुँदा रहेछ। रिदवानले सोएब हराएको म्याजिक सोको मजिसियनसँग कुराकानी गरेपछि उसले सोएब हराएकोमा त्यो मजिसियनको केही हात छैन भनेर बुझी उसलाई निर्दोष भनेर छोडिदिन्छ। उता रिदवान फ्यामिली मेम्बरसँग भने अनौठो र डरलाग्दो घटनाहरू हुन थाल्छन्। आयनले आफ्नो कोठाको फ्लोरमा समुद्रको सेल भएको सानो बक्स भेटाउँछ र उसले एउटा बच्चा जस्तो भूतको छायासँग मुठभेड पनि गर्छ। नुरीले घरभित्र कुकुरको प्रेजेन्स फिल गर्छ, तर त्यस भिलामा भने कुनै पनि कुकुर हुँदैन। नुरीलाई सिभियर डग एलर्जी पनि हुन्छ। नुरीले भने त्यस भिलाको केयरटेकर इकबाललाई प्लेटमा खाना लिएर एटिकतिर जाँदै गरेको पनि देख्छिन्। गुलनारले पनि विलाभित्र अनएक्सप्लेन डिस्टर्बेन्स फिल गर्छिन्। रिदवान बारामुलामा ट्रान्सफर भएर आए त्यस विलामा बसेदेखिन् भने त्यहाँको लोकल मान्छेहरू उसको शत्रु बनिसकेको हुन्छ र कसैले उसको विलाको भित्तामा काफिर भनेर पनि लेखिदिन्छ, जुन कुराले नुरीलाई भावनात्मक रूपमा गहिरो असर गर्छ। चाँडै नै अर्को लोकल बच्चो फेजल पनि सोएब हराएको जसरी नै हराउँछ। त्यसपछि रिदवान इन्भेस्टिगेसनको क्रममा सोएबको स्कुल जान्छ र त्यहाँ प्रिन्सिपल जेनिबसँग भेटेर कुरा गर्छ। उता नुरी भने बारामुलामा एडजस्ट गर्न स्ट्रगल गर्दै हुन्छन् कि उसको त्यहाँको लोकल केटा खालिदसँग फेसबुक मार्फत फ्रेन्डसिप हुन्छ। त्यसपछिको केही दिनभित्रमा नुरी आफै अलौकिक तरिकाले हराउँछिन्। उता रिदवानले इन्भेस्टिगेसन गर्दै गर्दा बच्चो हराएको पछि त खालिदको हात रहेको थाहा पाएपछि उसलाई हिरासतमा लिइन्छ। त्यसपछि खालिदसँग सोधपुछ गर्दा उसले थाहा पाउँछ कि खालिदले त बच्चाहरूलाई रिलिजियसली एक्सट्रिमिस्ट अर्थात् धार्मिक अतिवाद सिकाउँदै कट्टर बनाउँदै आएको हुँदा रहेछ। खालिदले त नुरीलाई पनि मिलिटेन्ट ग्रुपमा जोइन गर्न कन्भिन्स गरेको हुँदा रहेछ। खालिदबाट नै अर्को कुरा के थाहा हुन्छ भने आइएसआईले फन्ड गरेको अन्डरग्राउन्ड नेटवर्क जसले काश्मीरको बच्चाहरूलाई ब्रेन वाश गरेर पाकिस्तानमा मिलिटेन्ट ट्रेनिङको लागि पठाउने गरेको हुँदा रहेछ। अनि त्यो नेटवर्कको अनसिन लिडर भने भाइजन हो र एरियाको कमान्डर जुनेट हो भनेर खालिदले सबै कुरा पुलिसलाई भनिदिन्छ। तर खालिदले यो पनि रिभिल गर्छ कि बच्चाहरू पाकिस्तान लग्न भन्दा अघि नै अननोन फोर्सले अपहरण गरिहाल्ने अनि त्यसको पछाडि चाहिँ पुलिसको हात रहेको भनेर हामीले सोचेको थियो भनेर उसले भन्छ। उता गुलनार एउटी महिला भूतको गाइडेन्समा त्यो विलाको हिडन रुम भेटाउँछिन् जहाँ शैव प्रतिकाहरू देख्छिन्। गुलनारले अनि त्यहाँ पहिले काश्मीर परिवारहरू बस्ने रहेछ भनेर पनि पत्ता लगाउँछिन्। त्यसपछि गुलनारले एउटा स्पेक्ट्रल डाइमेन्सनमा लगिन्छ जहाँ हराएका बच्चाहरू उनीहरूको दिमाग र मुटुमा भरिएको विषबाट बचाउन राखिएको देख्छिन्। गुलनारले त्यो सबै रिदवानलाई भन्छिन्, तर रिदवानले उसको कुरामा विश्वास नै गर्दैन। धेरै स्ट्रेसको कारणले तिमीलाई त्यस्तो भरम भएको भन्दा गुलनारले अब अर्को बच्चा पनि चाँडै हराउनेवाला छ, त्यो बच्चाको नाम चाहिँ यासिर हो भन्छिन्, जुन जुनेदको नेफ्यू हुन्छ। गुलनारको कुरा सुनेपछि रिदवान यासिरलाई पाकिस्तान ट्राफिकिङबाट रोक्न जान्छ, तर यासिरलाई कालो छायाले रिदवानकै अगाडि नै आफूसँग लैजान्छ। त्यो घटनापछि रिदवानले बल्ल त्यो सबै बच्चाहरू हराउनमा अलौकिक शक्तिहरूको हात रहेछ भनेर विश्वास गर्छ। राति रिदवान, गुलनार र इकबाल एटिकमा खाना चढाउने रिचुअल्स गरिरहेको बेला अचानक आयन पोजेस्ट हुन्छ र एला साप्रू भन्ने केटीको स्पिरिट बोल्छ। एलाबाट थाहा हुन्छ कि यो विलामा पहिले बस्ने साप्रू फ्यामिलीलाई दशक अघि मिलिटेन्ट्सहरूले
बलात्कार गरेको थियो भनेर थाहा पाउँछन्। साप्रो फ्यामिली र उनीहरूको कुकुरको स्पिरिटले बच्चाहरूलाई ब्रेन वाश गरेर उनीहरूको अपहरण गर्नबाट बचाइरहेको हुँदा रहेछन्। त्यही बेला स्कुलको प्रिन्सिपल जेनिप मलाई डेथ थ्रेट आयो भन्दै पुलिससँग भिलामा आइपुग्छिन्। अचानक जुनेद र उसको मिलिटेन्ट्सहरूले भिलामा अट्याक गर्न थाल्छन् अनि त्यही अट्याक भइरहेको बेला रिदवान र गुलनारले साप्रो फ्यामिलीको अन्तिम पलहरूको भिजन्सहरू देख्छन्। डाक्टर कमलानन्द साप्रो, उसको वाइफ मान्सी, छोरी एला र केयरटेकर इकबाल घरमा हुँदा रहेछन्। बाहिर भने मिलिटेन्ट्सहरूको भिड जम्मा भएको हुँदा रहेछ। उनीहरूले भने कि देश छोडेर जाऊ कि धर्म परिवर्तन गर भनेर जुलुस उठाइरहेको हुँदा रहेछन्। आफ्नो ज्यान जोगाउन भनेर उनीहरू घर छोडेर जान तयार भइरहेको हुन्छ, तर ठुलो छोरा शरद घरमा नआएको भएकोले उनीहरूले शरदलाई नै पर्खिरहेको हुन्छ कि अचानक ती मिलिटेन्ट्सहरू घरभित्र पस्छन्। इकबालले उनीहरूलाई रोक्न खोज्दा काफिरलाई मद्दत गर्छस् भनेर उसको जिब्रो नै काटिदिन्छन्। त्यसपछि मिलिटेन्ट्सहरूले डाक्टर साप्रो र उनीहरूको कुकुरलाई मारिदिन्छन्। मान्सी र छोरी एला भने कोठाभित्र लुकिरहेको हुन्छन्। मिलिटेन्ट्सहरूले भने उनीहरूलाई मार्न भनेर खोज्दै गरेको हुन्छ, तर त्यही बेला एलाको मुस्लिम साथीले बिट्रेल गरेर उनीहरू यता छन्, यता लुकेका रहेछन्, मार यिनीहरूलाई भन्दै मिलिटेन्ट्सहरूलाई बोलाउँछिन्। त्यसपछि मिलिटेन्ट्सहरू आएर मान्सी र एलालाई पनि मारिदिन्छन्। सीन फेरि प्रेजेन्टको समयमा देखाइन्छ। इकबाललाई त्यस मिलिटेन्ट्सहरूले मारिदिन्छन्। गुलनारलाई भने मान्सीको स्पिरिटले पोजेस्ट गर्छ र साप्रो फ्यामिलीको स्पिरिटले मिलिटेन्ट्सहरूसँग फाइट ब्याक गर्छ। बाहिर पुलिसहरू आउँछन् अनि जुनेदलाई समात्न भनेर पुरै भिलालाई घेर्छन्, तर जुनेद त्यहाँबाट भाग्न भनेर जेनिपलाई हस्टेज बनाई पुलिसहरूलाई मलाई जान दियो नत्र यो मासुमको ज्यान जानेछ भन्दै गरेको बेला मान्सीले पोजेस्ट गरेकी गुलनारले जेनिपलाई गोली हानी मारिदिन्छन् अनि रिदवानले जुनेदलाई पनि मारिदिन्छ। जेनिपलाई मान्सीले पोजेस्ट गरेकी गुलनारले किन मारी भनेको त त्यो मिलिटेन्ट्स अनि जुनेदहरूको अनसिन लिडर भाइजान त जेनिप पो हुँदा रहेछन्, जसले पास्टमा पनि साप्रो परिवारलाई मिलिटेन्ट्सहरूको साथ दिएर बिट्रेल गरेकी हुँदा रहेछन्। अन्तिममा ती सबै हराएका बच्चाहरू नुरी समेत सबै सकुशल फिर्ता आउँछन्। सैयद फ्यामिलीको पनि एकअर्कासँग रिकन्साइल हुन्छ। चलचित्रको अन्तिम सिनमा काश्मीर पण्डित कम्युनिटीलाई डेडिकेसन देखाइन्छ। 6 महिनापछि सैयद फ्यामिलीले डाक्टर साप्रो फ्यामिलीको एक्लो बचेको मेम्बर शरदलाई भिजिट गर्छन् अनि आयनले एलाको सेल बक्स उसलाई फिर्ता दिन्छ अनि चलचित्र यही सकिन्छ।